हामी चाहिँ अब लाग्यो बर्सेतिर हेलो गर्दै न हेलो के छ त हेलो भन्दै म त ओसेछ अहिले अलिक बोल्नु छैन ल अहिले चाहिँ हामी सोमबारे खोजा आइपुगेछौँ आजको मौसम दामी छ हामी चाहिँ हेरेर जाँदैछौँ अझै पुग्नु छ बहिनी बिना के हो अयो उयो सक्छ हेलो गाइस भन्ने भन्दैन हेलो गाइस रिल सक्छ अहिले मैले त्यही बेसी भन्न हेलो गाइस सबैजना ठिकै छन्छ है म पनि सोच्छु म जान्छै छु हेलो गाइस भात खाइस् भात खाइस् अहिले गाडी खाइदिनु सुझाउँछौबाट त हिँडेको हिँडेको छ मौसम चाहिँ अलिकति भइरहेछ यहाँ त्यस्तै हुन्छ तर घरिघरि घाम लाग्छ घरिघरि हुन्छ हो किनकि अलिक लेट पर्छ नि त रमाइलो अघि यहाँ भिडियो नि जाँदाखेरि वेलकम टु ए सरी ल्याइपुग्यो पर्खिँदा पर्खिँदा भएको थियो दुईजनालाई अहिले आउँदा फर्काइदिन्छु नि भन्नु पर्थ्यो नि एकदम पुरा बेसी भएको रहेछ आज पनि अस्तिको जस्तै अझै छ 4 किलोमिटर जस्तो हिँड्नुपर्ने धन्न ओरेन्ज कलरको उयो लगाइदिएछु सुजङलाई सोच कुदेको छ हो हेलो गाइस हामी चाहिँ हो बसी जाँदैछौँ आजको मौसम चाहिँ अब खासै छैन कस्तो नजारा लाग्दैछ एक्सर्साइज गर्दै हिँड्दैछ सुजङ नानी नेट चलेको भाउ अहिले रेट पढ्न क्या अहिले बिरालो वेट नानी हिँड्नुको मजा आयो होला पुरा मजा आयो यो भेटेँ मैले चाहिँ अब 2 किलोमिटर छ यहाँदेखि 2 किलोमिटर
सुङसङ माथि पुगिसक्यो किलोमिटर छ ए गाइस पुग्न आँट्यो हामी सुङलाई चाहिँ मैले खालि भित्ता होइन कि बिचमा हिँड्नु जाउँ चाहिँ खालि छेउमा मात्रै हिँडेर बल्लैले यहाँ एक्सपिरियन्स अहिले चाहिँ अलिक कुद्नु छोड्यो हो यता हेर नानी ऊ फेरि यता हेर न फाइनल्ली उसलाई चाहिँ एउटा फ्लास दिएर चाहिँ अलिक कुद्नु छोड्यो जान्छ अगाडि पुग्ने फाइनली माथि पुग्यौँ हामी मान्छे त कति बेसी छ नि अब यहाँनिर फुलभन्दा बेसी चाहिँ मान्छे रहेछ पढ्न आँट्यो क्या लडेकै हो अहिले बनाउनुपर्छ नि तर जाडो भयो बिनाले ज्याकेट चाहिँ मलाई चाहिँ होइन पोट बोक्नु भन्दा हुन्छ बियर चाहिँ छ नि त आज वर्षमा फुल चाहिँ होइन मान्छे नै बेसी फुलेको चाहिँ हेर्नुहोस् है नाथ पार्टी चाहिँ दामी थियो नि उयो रातै थिएन तर अहिले चाहिँ अब वेदरले गर्दा क्लाइमेटले गर्दाखेरि चाहिँ केही फुलै देखेन साह्रो केयरिङ ठाउँ फर्केको हो भने बाबा हामी चाहिँ फर्केको अब फाइनली काला चस्मा चस्मा काम लागेन भने आँखा देख्दैन चस्मा लगायो नि त अब 4 किलोमिटर छ अब 3 किलोमिटर 3 किलोमिटर छ लेग पिस मलाई चाहियो के को लेग पिस के अरे लेग पिस मलाई चाहियो किन ठुङ काटेर दियो ओके नि त यो लेग पिस हिँड्न सक्दैन नि मोटी भएर हो के भएर हो हिँड्ने बानी नभएर हो अघि आइपुगेर पनि पर्खिरहेको रहेछ कति बेला आइपुग्यो फाइनल्ली यही हो हिल हामी यहीँ आउँथ्यौँ नि उयो गर्ने प्रोग्रामहरू गर्दाखेरि हिलेमा पढाउँदैछ बिनहरू चाहिँ अलिक अगाडि छु 2 किलोमिटर यसरी हिँड्नु भनेको लड्छ त अन्त त्यसरी हिँडेन जङ्गलमा अम्बो
अघि त यहाँ आउँदा त ड्याम्मै थियो त गाडी आउँदा चाहिँ ड्याम्मै गाडी थिएन अहिले छैन रहेछ यहाँनिर चाहिँ अघि चाहिँ यहाँदेखि तलसम्म नै गाडी थियो ड्याम्मै खाली थिएन एउटा खाली थिएन हो हाम्रो गाडी चाहिँ तल छ अझै खुट्टा दुखिसक्यो खै गाडी भएको पुग्दै पुग्दैन त हौ है त्यही त खुट्टा दुखिसक्यो नि हौ पुग्दै पुग्दैन त अब चाहिँ पुग्यो कि बा होइन ए अब चाहिँ पुगेछ